यो हामीले चाहिँ नियमित सरसफाई गर्ने हाम्रो त्यो पैसा पाएर गरेको चाहिँ भन्ने एउटा चाहिँ सोच छ नि, त्यो चाहिँ होइन है। हाम्रो के छ चाहिँ एउटा बजेट 3 नम्बर वार्डमा टेक्नोल अङ्कलले सरसफाइको लागि बजेट छुट्याइदिनु भएको छ। त्यो बजेट लिएर अलिअलि हामीलाई सपोर्ट हुन्छ भन्ने हिसाबले हामीले यसो गरेको। त्यो पैसाले मात्र पुग्दैन। फेरि हाम्रो कोर टिमको सदस्य जति छौँ नि, तिनले चाहिँ 1000 रुपियाँ दिने भन्ने कुरो पनि छ। त्यो निर्णय गरिसकेको छ। कोर टिमले दिने हो सबले 1000 है। अब तर कोर टिम भन्नको मतलब त्यो समितिमा बसेका मान्छेहरू के, समितिभन्दा बाहिरको मान्छेले अब कुनै नियम राखेर अब पैसा चाहिएला, कहाँ गलत चाहियो 15 सधैँ अर्कासँग मागेर त चल्दैन। र कहीँ ऊ होला, बाढी होला, कहीँ आग लागेला, त्यहाँ दिन पर्ला, त्यस्तो अवस्थामा त पहिला कोषमा पैसा राखेर सहिलो होला भन्ने हिसाब हो। त्यो आइबिआईको राख्ने कुरा अब अध्यक्षले र कसैले राख्छन्। अहिले चाहिँ हाम्रो वार्ड नम्बर 3 के बुझाउने, वार्ड नम्बर 3 बाट हामीलाई चाहिँ 1 लाख रुपियाँ बजेट आहा। हामीले प्रपोजल सर्पोजल लेख्ने काम मैले र कमलले मिलेर प्रपोजल लेख्यो। त्यहाँ पनि बुझाइयो, बुझाएर हाम्रो सम्झौता गरेर मात्र बाँकी हो। सम्झौता नगर्दै र त्यो कार्यादेश नहुँदै हामीले काम सुरु गरेका छौँ। तर त्यो भनेर त्यतिमा टुङ्गिन्न। फेरि त्यो त बजेट आयो, अब त्यो बजेटले यहाँ के सामान किनियो, बजेट पैसा त्यहाँ आउँछ, आइबिआईको कुरो सबैलाई थाहा हुन्छ है। त्यो पैसा त्यहाँबाट नै आयो। अब प्लस अरू वार्डमा गर्ने भन्ने कुरो भयो। अब सफाइको कुरा चाहिँ हामीले रेगुलर गर्ने हो। बरु भ्याइन्न भने 2-4 दिन बरु ग्याप गरेर फेरि गर्ने हो। तर यो कामलाई चाहिँ निरन्तर गर्ने, तिम्रो साथीहरूलाई जोड्न पर्यो, तिमीले पनि भाइ बहिनीहरूलाई जोड्न पर्यो के। अब कसैले बुझ्दैन पैसाले आएर गरेका भने त्यो सोच होइन। फेरि त्यो पैसा हामीले गोदामा 1 रुपियाँ खाने होइन, सामान किन्न पर्यो, पुग्दैन पनि हामीलाई। अब आज पनि चिया कसैले स्पोन्सर गरे, बिस्कुट पनि स्पोन्सर गरे, ग्लभ्स एउटाले गरे, त्यस्तै गरेर उठाउने हो हामीले सबैले। त्यो पैसा आएछ भने यो खर्च यसमा फलानु यति खर्च रहेछ भने सब सल्लाह गरेर उसलाई दिने हो। बुझ्यौ नि। हाम्रो जस्तै यो सरसफाइ गर्दा एकजुट हुन्छौँ नि, त्यस्तै कसैको पनि हाम्रो यो ग्रुपमा कसैको मनमा त्यस्तो छ भने केही क्वेसन छ भने क्वेसन गर्न बिन्दास पाइयो। एक साथमा आवाज उठ्छ। जायज कुरा छ भने एउटाको बोली उठ्दैन कि 15 जनाको बोली उठ्न पर्यो। जे जायज कुरा छ माथिसम्म बोल्न पर्ने, या नगरपालिकामा बोल्न पर्योस् या वडा अध्यक्षमा पर्न पर्योस्। होइन पैसाको कुरा चित्त बुझेन नि दाइ, यो कुरा चित्त बुझेन तपाईँ यस्तो किन गर्नु भन्ने पनि पाइन्छ। फेरि मेरो क्वेसन, यो बजेट सकेपछि फेरि यो काम बन्द हुने हो कि हुँदैन? यो हुँदैन, यो त कन्टिन्युज हुन्छ। यो त हाम्रो काम देखेर साथ र सहयोग मात्र। बजेट भन्ने कुरा सहयोग हो, त्यसरी बुझ्ने हो। यो हामीलाई हौसला मात्र दिएको। एनी क्वेसन्स? मैले भने लास्टमा है एन्डिङ पोइन्ट है, जो जति हामीसँग सबै जोडिनु भएको नि, सबैले मेहनत शुल्क भनेर हामीले भनेको छ 200-300 होइन, सबैले पाउँछ। त्यो कुरामा ढुक्क भएर बसौँ, किनकि एउटा बुस्ट गर्नलाई होइन, भर्खरका युवाहरूलाई बुस्ट गर्नलाई यो आवश्यक छ होइन। अब काम गरिसकेपछि 2 घण्टा 3 घण्टा 4 घण्टा काम गरिसकेपछि सबैले पाउँछ। त्यो ढुक्क भएर बसौँ, काम गरौँ मिलेर सबैले होइन, किनकि एउटाबाट दुईटा, दुईटाबाट तीनटा, तीनटाबाट 4वटा हुने हो। सबैले मिलेर गर्ने। अनि प्लस हामी सामाजिक काम गर्ने हो। अब जस्तै उसले भने जस्तै यो काम आज त्यही एउटा अनुदानको चक्करले मात्रै गरे हो कि फेरि पछि हुन्छ कि हुन्न भन्ने कुरा हो। एकदम एक्ज्याक्ट सही क्वेसन हो यो हामीले यस्तो कि अब भोलिको दिनमा अवेरनेस कामहरू जे कुरा पनि सामाजिक काम जे गर्नुपर्छ हामी सबै एकजुट भएर जस्तै 1, 2, 3 जतिजना हुन्छौँ सबैले मिलेर गरौँ। अनि प्लस आफ्नो जुन छरछिमेकमा जतिजना छ होइन इन्ट्रेस्टेड जतिजना के होइन सबैलाई जोडौँ।